सबैजनालाई नमस्ते अनि स्वागत छ यो रिएक्ट को अर्को क्लासमा फर्स्ट अफ अल रिएक्ट अब हामी काम गर्नको लागि पहिला भिजुअल स्टुडियो खोल्नु पर्ने हुन्छ। भिजुअल स्टुडियो खोलिसकेपछि एउटा नयाँ फोल्डर बनाऊँ जहाँ हामीले काम गर्न सक्छौँ। डेस्कटपमा बनाउँछु म रिएक्ट डेमो भन्ने मैले एउटा फोल्डर बनाएँ। सेलेक्ट फोल्डर। अब यो फोल्डरभित्र हामी बसेर काम गर्छौँ। यसको लागि रिएक्ट प्रोजेक्ट सुरु गर्नको लागि हामीसँग टर्मिनलमा गएर न्यू टर्मिनल यस्तो एउटा इन्टरफेस आउँछ। तल कमान्ड प्रम्प्ट जस्तै हो। अब यसमा गएर तपाईले नयाँ रिएक्ट प्रोजेक्ट बनाउनुपर्छ भने यो कमान्ड हाल्नु होला npm create void add latest इन्टर गर्नुस्। त्यसपछि उले इन्टरनेटबाट npm बाट एउटा रिएक्ट प्रोजेक्ट क्रिएट गर्न खोज्छ र तपाईले एउटा प्रोजेक्टको नाम दिउँ। मैले रिएक्ट डेमो नै दिएँ, त्यसैले डट स्ल्यास गरेपछि अहिले जुन फोल्डरमा छौं त्यही फोल्डरकै नाम लिन्छ। अब हामीले यहाँ युज गर्न लागेको टेक्नोलोजी कुन हो त्यो टेक्नोलोजी चुज गरौँ। भ्यानिला भ्यू रिएक्ट माइलेट भयो, रिएक्ट चुज गर्छु र यसमा युज गर्नको लागि तपाईले कुन ल्याङ्ग्वेज युज गर्नुहुन्छ तपाईको फ्रेमवर्क चलाउनलाई। टाइपस्क्रिप्ट यसपछि जावास्क्रिप्ट हामी जावास्क्रिप्टबाट गर्छौँ। सो जावास्क्रिप्ट इन्टर गरेँ मैले। अब मैले यहाँ नयाँ गर्ने बित्तिकै यति फोल्डरहरू यहाँ बनिसकेको देख्न सक्नुहुन्छ। अब म यहाँ npm इन्स्टल गर्छु। त्यसपछि मलाई रिएक्टलाई चाहिने सबै कुराहरूले इन्स्टल गरिदिन्छ। तपाईको इन्टरनेटको स्पिड हेरिकन यो फास्ट अथवा ढिलो हुन सक्ने गर्दछ। So we will wait till it gets loads necessary files. एसेट्सहरु दियो, सबै दियो, प्याकेज एडजस्टमेन्टहरु सबै यहाँ आइसकेको छ। डिपेन्डेन्सिज हामीसँग रिएक्ट छ, रिएक्ट डोम भन्ने छ। यो सबै लोड भइसकेको छ। अब हामी जान्छौँ एउटा कमान्ड npm run dev। सुरुमा npm इन्स्टल गर्यो, उले चाहिने कुरा इन्स्टल गरिदियो। अब रन गरेर हेर्नको लागि ब्राउजरमा npm run dev कमान्ड टाइप गरेर इन्टर गर्छौँ। त्यसपछि हामीले यसरी लोकल होस्टको लिंक आयो भने हामीले बुझ्छौँ कि यो हाम्रो प्रोजेक्ट सक्सेसफुली चलेको छ यो पोर्टमा। अब यो पोर्टलाई कन्ट्रोल क्लिक गरे पनि भयो। त्यसपछि यस्तो खालको आउटपुट आउँछ। यो तपाईको रिएक्ट प्रोजेक्ट बनेको हो। ओके, त्यसरी यो बाइ डिफल्ट रिएक्टले बनाइदिएको प्रोजेक्ट हो। अब हामीले यसमा केही मोडिफिकेसनहरु गरौँ सो दैट हामीले आफ्नो हिसाबले यसलाई चलाउन पाऊँ। यो app.jsx को सबै म उडाइदिन्छु, app.css सबै उडाइदिन्छु। index.css पनि चाहिँदैन हामीलाई, main.js पनि चाहिन्छ किनभने यसबाट नै हामीले मेन कामहरु भइरहेको हुन्छ। सबै कामहरु index.html बाट पनि यहाँबाट यो यसले यो index.html एउटा मात्र html फाइल हुन्छ। यसमा एउटा स्क्रिप्ट कमान्ड दिएको छ। यो स्क्रिप्टले के भन्छ भन्दाखेरि यहाँ main.jsx मा जे छ त्यो कुरा चाहिँ म लोड गरिदिन्छु भनेर उले भन्दाखेरि यहाँ इम्पोर्ट गरिसकेको छ हाम्रो app.jsx। यो कुरा चाहिँ हामीले यहाँ एप भन्ने क्लासमा जे छ त्यो लोड गरिदिन्छु है मलाई भनेको छ उले। त्यसपछि यसमा के भनेको छ रुट एलिमेन्ट चाहिँ यो रुट आइडी भन्ने जहाँ छ त्यहाँबाट म रेन्डर गर्छु भन्छ। सो हामी सबै कुराहरु चाहिँ कहाँ हुन्छ त app.jsx मा हुन्छ। अब यसको लागि एउटा फंक्सन बनाऊ एप। अब यो एउटा फंक्सन बन्यो। त्यो फंक्सनले के रिटर्न गर्छ सपोज अहिलेलाई एउटा गिभ रिटर्न गर्छ h1 hello from app react app भन्ने मैले बनाइदिएँ। अब यसलाई एक्सपोर्ट गर्नुपर्ने हुन्छ, एक्सपोर्ट डिफल्ट एप सो दैट यो एक्सपोर्ट गरेपछि अरु कुनै ठाउँबाट यसलाई इम्पोर्ट गर्न सकिन्छ। यो सबै रिएक्टमा काम एक्सपोर्ट र इम्पोर्टको बिजनेस हो। हामीले यसरी इम्पोर्ट गर्छौं अनि अर्को बनाएको कुरालाई एक्सपोर्ट गर्छौं। त्यो नै कुरा हो मेन रिएक्टमा। अब हामीले यहाँ हेर्न खोजेको भनेको
सिम्पल एउटा युज स्टेट हुक इन रियाक्ट जेएस कसरी काम गर्छ भनेर हेर्दैछौँ। त्यसको लागि एउटा म भेरिएबल बनाउँछु कन्स्ट नम्बर र सेट नम्बर भन्ने एरे इक्वल टु युज स्टेट। अब यसमा मैले सुरुको भ्यालु कति दिने के दिने भनेर एसाइन गर्छु 0। यो 0 यो युज स्टेट भनेको एउटा हुक हो रियाक्टको बाइट हामीलाई दिएको डिफल्ट फङ्सन। यो युज स्टेट भित्र प्यारामिटर भित्र 0 दिनुको अर्थ यो भ्यालु नम्बर यो अगाडिको यो एरेको फर्स्टमा एसाइन भएर बस्छ, नम्बरमा गएर 0 गरेर बस्छ। र सेट नम्बर भनेको चाहिँ के हो, यसमा फङ्सन आएर बस्छ। यो फङ्सनले के गर्न सक्छ भन्दाखेरि यहाँ नम्बरमा भएको कुरालाई चाहिँ यसले चेन्ज गरिदिन सक्ने पावर राख्दछ। सो अब मलाई केही गरी यहाँ नम्बर देखाउनु पर्यो भने मैले यहाँ नम्बर लेख्न सकेँ। यो नम्बर अब यहाँ आएर देखिने भयो। अब हेर्दाखेरि हाम्रो एपमा के हुनु पर्यो त, एउटा नम्बर आउनु पर्यो, आएन। नम्बर आउनु पर्यो। एक्सपोर्ट डिफल्ट एप हामीले इम्पोर्ट गर्न बिर्स्यौँ। के भन्दाखेरि युज स्टेट फ्रम रियाक्टबाट हामीले यो इम्पोर्ट गर्न बिर्सेको रहेछौँ है। अब यो फेरि एकचोटि यहाँ हेरौँ 0 टेस्ट आयो मेरो, होइन। यहाँ के एरर भयो, मैले युज स्टेट त युजरले भने तर हामीले यहाँ यो युज गर्दैछौँ है, रियाक्टबाट यो युज स्टेट भन्ने फङ्सन युज गर्दैछु भनेर मैले यहाँ इम्पोर्ट गर्न चाहिँ बिर्सेँ। मैले अघि भर्खर भनेको थिएँ इम्पोर्ट र एक्सपोर्टकै बिजनेस हो रियाक्टमा। सो यो युज स्टेटले गर्दाखेरि हामीले युज स्टेट चलाउनुको लागि यसरी इम्पोर्ट गर्नुपर्छ। अब मैले यहाँ टेस्ट हटाएँ, नम्बर मात्रै देखाउँदाखेरि के देखिने भयो, यहाँ 0 देखिने भयो, होइन। अब मैले यो 0 त चेन्ज गर्न सक्दिनँ। सपोज मैले यो 0लाई बटनले क्लिक गरेर प्लस एड भनेर एउटा सपोज बटन बनाएँ। यो बटनमा क्लिक गर्ने बित्तिकै यो एड होस् र अर्को एउटा बटन बनाउँछु सबट्र्याक्ट। यो बटनमा क्लिक गरेपछि चाहिँ यसको भ्यालु घटोस्, त्यसको लागि मैले दुईवटा बटन बनाएको छु, तर अहिले यो काम गर्दैन। अब यसलाई मैले चेन्ज गर्न खोजेँ भने एउटा फङ्सन बनाउँछु एड गर्नुको लागि, फङ्सन एड नम्बर। यसले के रिटर्न गर्छ, फङ्सनको स्पेलिङ रङ भयो, रिटर्न। अब मैले सेट नम्बर यो नम्बरबाट यो मेथड युज गरेर मैले के गर्न सक्छु भन्दाखेरि यहाँ नम्बरमा जे कुरा छ त्यसलाई मैले एउटा 1ले एड गरिदेऊ भनेर फङ्सन बनाएँ। अर्को फङ्सन सबट्र्याक्ट नम्बर भनेर अर्को एउटा मैले फङ्सन बनाएँ जसले के गर्छ, सेट नम्बर नम्बरमा जतिले छ त्यतिलाई -1ले घटाइदेऊ भनेर मैले यो मात्रै मेथड बनाएँ। र जब यसलाई क्लिक गर्छ, क्लिक गर्ने बित्तिकै एड नम्बर यो फङ्सन ट्रिगर होस्, जसले गर्दाखेरि यहाँ नम्बर 0को ठाउँमा 1 2 3 बढ्दै जाओस् जतिचोटि क्लिक गर्छ। र यो सबट्र्याक्टको ठाउँमा यदि सबट्र्याक्ट नम्बर सब नम्बर फङ्सन दिने हो भने पास हुने हो भने सबट्र्याक्ट बटन क्लिक गर्ने बित्तिकै यो नम्बर चाहिँ H1मा भएको नम्बर चाहिँ घटोस्। अब हेरौँ एकचोटि टेस्ट गरेर एड सबट्र्याक्ट, सी नाउ इट्स वर्किङ एब्सोल्युटली फाइन। यो तरिकाले हामीले युज स्टेटको युज गर्न सक्छौँ, जसको हेल्पबाट हामीले कुनै पनि नम्बर कुनै पनि स्टेटलाई चाहिँ हामीले चेन्ज गरिदिन सक्छौँ। दिस इज भेरी इसेन्सियल पार्ट and very essential hook which is used in React.js. Thank you this much for today.